दाइ तपाईँ पनि आन्दोलनमा जानुभएको थियो? गएको थिएँ नि भाइ, तर चुनावको लागि होइन। तपाईँलाई के लाग्छ दाइ, हाम्रा यी पुराना दलहरूले यो सब गर्छन् होला? चुनाव त जरुरी छ यार। अनि ती शहीदहरूको माग मैले देखेको छु। यत्रा बच्चाहरू स्कुल ड्रेस लाएर यो देशमा भ्रष्टाचार बढी भयो भनेर शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आएका थिए। तिनीहरूलाई यहाँ गोली हानेर तिनीहरूको बलिदानको परिणाम यही एउटा चुनाव। के यसका लागि सबै अगाडि बढेका थिए? तिनीहरूको माग कहिले पुरा हुन्छ? मागहरू अब त पुरा होला कि दाइ? अझै पनि ती शहीदहरूको आत्मा त्यो डाँडामाथि बसेर भक्कानिँदै रुँदैछ कि त्यो घरको छतमाथि एक्लै भड्किरहेको छ कि के थाहा? यही पुलमा पनि हुन सक्छ। दाइ यार डर नदिनु न। शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न आइरहेको छु पत्र पत्रिकामा। केटाहरूले क्रान्तिकारी भन्छन्, यही पुलमा पनि हुन सक्छ। बुझिदिन्छ तेरो आसन छेडेर कलिला छा